नेपालको सुदूरपूर्वी भेग खास गरी मेची अञ्चल, कोशी अञ्चलको झापा, सुनसरी र मोरङ जिल्लामा बसोबास गर्ने यी सन्थाल जातिहरू नेपालका तराई क्षेत्रका सबैभन्दा पुराना आदिवासीभित्र पर्दछन्। झन्डै लोप उन्मुख अवस्थामा रहेको यो जातिमा शिक्षा, स्वास्थ्यप्रतिको चेतना त्यति विकास भएको। सुरुमा पिता पुर्खाहरू जहाँबाट आए पनि हामी यहाँका पुराना बासिन्दा हौँ भन्छन् यिनीहरू। हाम्रो त यी जन्मेको यी हुर्केको अब बुढापाकाले अब कहाँ थियो अब उनीहरू यही देशमा ल्यायो अनि यही देशमा अब जङ्गल हुँदाखेरि हामी फाँड्दै कता बस्यो उताउति अनि त्यतिकै अब यहाँ बस्यो अनि त्यहाँदेखि अब यही छँदैछ। विक्रम सम्वत 2007 सालभन्दा पूर्व यस क्षेत्रको जमिनदार आफूहरू नै रहेको बताउँछन्। त्यो बेला त सबैको जग्गा जमिन थियो, कोही 8 बिघा, कोही 10 बिघा, कोही 4 बिघा, कोही 5 बिघा त्यस्तो थियो घरै पछि। अब त्यति बेला त अब त्यति बेला अब फाँड्दै लग्यो खाँदै गयो अब केही उ छैन। अब खायो अब कति सालसम्म खायो अनि जब भूमि सुधार आयो नि, भूमि सुधार आएपछि अब खोज थालिहाल्यो। 2007 सालको क्रान्ति हुँदा पहाडी मूलका आफूहरूलाई ठुला ठालु भन्ने, टाठा बाठा भन्नेहरूको आगमनले सोझो स्वभाव भएका अशिक्षित सतार जातिहरू क्रमशः विस्थापित हुँदै गएको महसुस गर्छन्। नेपालमा प्रजातन्त्र बहाली भइसक्दा पनि सरकारी नजरबाट सदैव ओझेल परेको अनुभव सुनाउँछन्। लागि त अब के सहयोग गर्नु र कोही आफ्नो जातिको अब त्यो त अब पढेको मान्छे हामीभन्दा ठुलो भएको अब त्यो पनि हाम्रो सिकाउँदै अब कहाँबाट आउँछ? हामीहरू त लाटो छ होइन, हामी लाटो छ कमसे कम उसले अलिक तान्नु पर्यो नि होइन। ओ साथी हौ यसो त गर्नु आउँदैन, नभए त हामी तल झर्छौँ, त्यो हामी अगाडि बढौँ। अब त्यो कोरो छैन। खान पायो भने उतातिर मेरो यति छ भनौँ उनीहरूलाई चाहिँ गुटमुटा गोजीतिर अरूलाई चाहिँ छँदै छैन। अनि अघि ऊ माथि पुगिसकेको हुन्छ, पायो भने पायो त मेरोलाई पनि हुँदैन भन्नु त। त्यस्तो छ अहिलेसम्म हामीले यो ठाउँको लागि दिन्छ नेताहरू। ऊ माथि के अरे के जाति छ नि काजलीको हो, त्यसले खाइदिइहाल्छ। यहाँको बजेट उहाँ पर लगेर खाइदिन्छ, यहाँ खाए हुँदैन हामीहरूलाई। बडा राम्रो त्यस्तो त्यो भन्दैन, त्यो त अलिक जान्ने। अनि यसपालि चाहिँ के गरेछ भने पहिली बजेटै आउँदाखेरि चाहिँ पहिलेदेखि जाने कहिले आउँछ त्यो बजेट हामीले यहाँ मन्दिर बनाएको छौँ, त्यो मन्दिरमा हामीले पैसा पुगेको छैन। अरू मन्दिरको लागि पैसा हाल्छ, त्यो मन्दिरको लागि हामीले हाल्नु पर्यो भन्ने त हाम्रो धर्मको लागि हो नि त। एउटा माझीडाम भनेको गाउँको एउटा मन्दिर हुन्छ, त्यसलाई सबैभन्दा मानिन्छ। त्यो पाथिभरामा पनि हामीले बनाएको छौँ। अनि त्यो पाथिभरासम्मलाई अहिलेसम्म सिमेन्टको बनाउँ भनेर पिलरहरू कसैले याद गर्दैन। अब त्यहाँ पैसा आउँछ नि, बडा रामले लगिदिन्छ पैसा, के गर्ने हो? त्यो अगाडि त्यो चाबी लगाइहाल्छ लखन बडा राम। बाहिरी सामाजिक प्रचलन जे जस्तो भए पनि आफ्नै ढाँचा र परम्परा सामाजिक प्रचलन रहिआएको पाइन्छ। आफ्ना जातिगत परम्परा एवं सांस्कृतिक कुराहरूलाई बचाइराख्न आफ्ना क्षेत्र वा समुदायका अग्रजलाई अथवा माझी हडामको नेतृत्व स्वीकार गरी यही प्रचलनमा अहिलेसम्म अडेको छ यो जाति। सानातिना झै झगडा, आफ्ना जातिगत मुद्दा मामिला
यिनै अगुवा अथवा माझी हडामले नै मिलाउने सुल्झाउने गर्दछ। सामाजिक जनजीवनमा यिनीहरू पनि हिन्दू धर्मावलम्बी नै हुन्। दसैँमा भवानीको पूजा गर्नु, गाउँ गाउँमा ढोल बजाउँदै नाच हिँडाउनु र जात्रा मेला आफ्नै पाराको मनाउनु, सिँगारिएर नाचसहित मेलामा जानु, नाच्नेहरूलाई नाचिरहेको बेला खानेकुरा दिनु अथवा खुवाउनु आफ्ना पितृको सम्झना गरिएको मान्छन् यिनीहरू। मेला पर्वहरूमा अनिवार्य रूपमा रक्सी मासु चाहिने यिनीहरूको ढोग भेटको चलन पनि आफ्नै पाराको रमाइलो रहेको छ। भन्दा सानो छ भने यसै गर्नु पर्यो। अनि आफ्नो सामानको त अब यसै गर्नु पर्यो। आफूभन्दा ठुलोलाई आफूभन्दा समय पनि यस्तो गर्नु पर्यो। सम्धीलाई त यस जमाइलाई पनि यसो गर्नु पर्यो। सम्धिनीलाई सम्झिन त यसो